सूचना 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 आदरणीय नारायणी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरू रसुवा नुवाकोटतिर ठूलो बाढी आएको कारणले गर्दा अत्यधिक मात्रामा जनजनको क्षति भइसकेको अवस्था छ। यो अवस्थालाई मध्यनजर गर्दै उताबाट बग्ने पानी हाम्रो नारायणी नदी पनि आउन सक्ने सम्भावना भएको कारणले यो क्षेत्रमा पनि ठूलो क्षति हुने सम्भावना छ। यो अवस्थालाई मध्यनजर गर्दै यो तटीय क्षेत्रमा बसोबास गर्ने सरसामान राख्ने पसल व्यवसाय गर्ने यस्ता कार्यहरू तत्काल नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। वडा प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको हार्दिक अनुरोध।